पक्कै पनि अहिले यो मोबाइल चलाएको मलाई देखियो भने यस्तो कराउनु हुन्छ एकदमै म यहाँनिर हेलो कोही पनि आउनु भएन एकजना नि हुनुहुन्न दुईटा लाइभ भयो दुईटा लाइक गयो अरु खै युट्युबमा लिंक हाल्छु म तर अलि आउँदैन तर म गर्छु है सम्धि मेसेजमा बोलौँला तपाईसँग धीरोज हजुर नमस्ते धीरोज नै हुनुहुन्छ कि अरु कोही आउनुभयो शनिबार छ के पकाउँदै हुनुहुन्छ के पाक्दै छ बेलुका भएको छ पकाउने तयारीमा हुनुहुन्छ कि पकाइसक्नुभयो शनिबार त मासु खाने लुगा धुने बस्ने एकछिन भयो नि लाइभ हेरिदिनु न हो हामी पनि तपाईहरु जस्तै गरिब त हो नि लाइभ हेरिदिनु सहयोग हुन्छ तपाई अब खाना खाँदै हुनुहुन्छ होला कोही खाजा खाँदै छ हामीलाई पनि पठाइदिनु हेरिदिए हो जानुभयो यहाँबाट त तपाईकै आफ्नै घर पनि देख्नु सक्छ को हुनुहुन्छ 0 एकजना नि छैन एकजना हुनुहुन्न आउनु आयुषा राई धीरज धीरज ब्याग दिनु ल आयुषा राईलाई आयुषा दिदी मलाई सब गरिदिनु म तपाईलाई गरिदिन्छु नि है अनि भन्नु आयुषा दिदी के गर्दै हुनुहुन्छ दिदी हुनुहुन्छ कि बहिनी हुनुहुन्छ हेर्नु न 0 देखाउँछ को हुनुहुन्छ थाहा छैन आयुषा त मेरो क्लासमेट पनि हुनुहुन्थ्यो आयुषा दिदी है लाइभलाई लाइक गरिदिनु न ल हेर्नु न म सिन्धुलीबाट छु के जसले फेसबुक आइडी माग्नु भएको थियो है सब्स्क्राइब गरिदिनु मेरोमा कमेन्ट गरिदिनु म नि सब गरिदिन्छु त्यो हुन्छ नि सब गर्ने अनि त्यसपछि फेरि अनि आधी घण्टा पछि गएर अनसब गरिदिने त्यस्तो मान्छे पनि हुन्छ के अलिअलि है हैन त आयुषा दिदी बस्नु एकजना नि छैन आउनु के एकछिन 1-2 जना बसिरख्यो भने पो सबै आउँछन् त 0 छ अनि कसलाई सपोर्ट गर्ने भनेर कोही आउँदैन तपाई एकछिन बस्नुभयो भने अर्को मान्छे आउँछ तपाईसँग सब माग्छ फेरि 2 जना गरेर थपिदै जाने हो सिन्धोली एकदमै म चाहिँ यहाँनिर बस्दै छु अहिले बेलुकाको कति टाइम भएको छ भने एकछिन ल 6:17 गएछ आज एमआरडी हेर्न जाउँ भनेको थिएँ जानै पाइएन पैसा थिएन ओहो